ल फाइनल्ली साथीहरू आजको कोदोको ढिँडो लोकल कुखुराको भाले रेडी भइसकेको छ खानालाई। अब हामी तयार छौँ है साथीहरू। ल है कसलाई मनपर्छ यस्तो कोदोको ढिँडो भाले मासु यी सुप जिरे खोर्सानी भन्दै आजको भिडियो स्टार्ट गर्न गइरहेको छौँ। बाई बाई। कुखुराको तिते चाहिँ यस्तो भइरहेछ है साथीहरू अहिले चाहिँ होइन, यस्तो दामी लेभलको भएको छ कि होइन। यता फेरि मासु पाक्दैछ गच 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 गरेर है, हेर्न सक्नुहुन्छ तपाईँहरूले। मेरो बुढीले मसला हाल्दैछिन्। हेलो नमस्ते साथीहरू, वेलकम टु मनोज रत्ने युट्युब च्यानलमा हजुरहरूलाई स्वागत छ। साथीहरू तपाईँहरूलाई स्वागत छ है मनोज रत्ने युट्युब च्यानलमा। आज चाहिँ जिन्दगी यस्तै छ, जाडो जाडो ठन्डा ठन्डा दिन छ, त्यही भएर लोकललाई पोलेर तिते झारीवरी खाने हो। आगो चाहिँ डन्डनी बल्दैछ। बाफ्रे आगो त खतरा है। अहिले चाहिँ कुखुरा नाङ्गै हुन आँटेको छ साथीहरू। टाउको पुलिङ पुलिङ अहिले चाहिँ फाइनली यसलाई सफा भयो है। सफा होइन, यसरी पोलेर यस्तो बनाएर लिएर आएको छु गाइस। आज चाहिँ यसको तिते बनाउने हो। कालै पार्नु भएछ, यस्तै हुन्छ के पोलेपछि कालो त हुन्छ। यहाँ चाहिँ मैले तिते पकाउन आँटेको साथीहरू। तिते मासु अनि कुखुराको भुत्ला, प्याज पाकिसक्यो हो। यो चाहिँ तितेको लागि मासु। वाउ, यो चाहिँ तिते हो, एकदम राम्रो पाक्दैछ तिते। यहाँ चाहिँ तिते छ है, तिते हो। अनि यहाँ मैले के भन्छ चामल पनि हाल्ने हो, तर मैले चाहिँ चामल पनि हाल्न सकिन्छ पकाएर होइन। मैले चाहिँ भात हाल्न आँटेको छु। अब मैले तिते पनि हालेँ। तिते मैले तिते पनि हालिसकेँ। अब यसको माथि मसला पनि हाल्छु, मिक्सचरमा कुटेको मसला। हालिदिएँ। मैले यहाँ मिट मसला हालेँ, यहाँ खोर्सानीको धुलो हालेँ, यहाँ चाहिँ एउटा मैले सिङ्गे राजा खोर्सानी हालेँ। यता चाहिँ मैले सब्जी पकाउन गइरहेको छु। फर्स्टमा गरम मसला हाल्दै फ्राई गर्नुपर्छ। पुरा गरम मसला पाकिसक्यो, एकदम रातो। तिते बन्दैछ है, बन्दैछ। अब कसलाई मनपर्छ साथीहरू कमेन्ट गर्नु है, कमेन्ट। पिरो पिरो एउटा खोर्सानी हालेर मैले बनाइरहेको छु। मासु चाहिँ यही हो साथीहरू, यही पुरा पिस बनाएर राख्नु भएको छ। अब म यसलाई कराईमा हाल्छु। यहाँ चाहिँ मैले तिते पकाउन आँटेको साथीहरू। तिते चाहिँ पाकिसक्न आँटेको छ, त्यसमाथि मैले चाहिँ तिते चाहिँ दामी भएछ, गुजुक गुजुक हुँदै रहेछ। चामल पनि हाल्न सकिन्छ, तर मैले चाहिँ ढिलो हुन्छ। कहाँ चामल हालेर अहिले पकाउने समय नै छैन।
मैले त एउटा फाइनली साथीहरू हाम्रो तिते चाहिँ गएर त यो हो मसला पेस्ट अदुवा लसुनको पेस्ट टमाटर मिसा यिनीमा त जिरा धनिया नपिस्न लाउने नलाउने अब राजा खोर्सानी एउटा सिङ्गै छ साथीहरू हेर्नु राँगे खोर्सानी हो क्या यो चाहिँ राँगे बल्ल राजालाई एकचोटि बनाउनुपर्छ ल साथीहरू फाइनल्ली हामीहरूले चाहिँ ढिँडो मासु खान लागेको छौँ होइन ल साथीहरू आजको पनि मुकबाङ भिडियो लिएर आज चाहिँ ट्रेडिसनल फुड नेपाली होइन ढिँडो एन्ड गुन्द्रुक चाहिँ छैन है यसमा चाहिँ लोकल चिकन होइन एज अ सुप होइन चिकन सुप लोकल चिकन सुप होइन त्यो लिएर आएको छौँ यसलाई चाहिँ जिरे खोर्सानी भन्छ यहाँ चाहिँ नागा जिरे भन्छ यसलाई यो चाहिँ ढिँडो है स्पेसली ढिँडो एकदम यसमा कुनै पनि डाउट छैन अब डाउट छ भनेदेखि मैले मेरो भाँडै देखाइदिन्छु होइन ल यो लोकल कुखुरा हो यसमा नै डाउट लाग्छ भनेदेखि यसको मैले सिरै देखाइदिन्छु ल अब हामीले चाहिँ मुकबाङ गर्नलाई गइराखेको छौँ आजको भिडियोमा साथीहरू हेरेर सबैजनाले माया गरिदिनु होला हामीले लाजै हुन्छ कति खानु यति यति खाने भयो स्टार्ट हेलो साथीहरू यहाँहरूलाई स्वागत छ मनोज रत्न युट्युब च्यानलमा र अनि आज चाहिँ हाम्रो स्पेसली ट्रेडिसनल फुडै लिएर आएको छौँ होइन कालो कालो कोदोको ढिँडो अनि रातो 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 भालेको टाउको भालेको सुप टाउको मात्रै कहाँ हो र बाबा यहाँ छ यी सुपी यस्तो लिएर आएको छौँ है साथीहरू बाँकी यहाँ छ खोर्सानी ल आजको मुकबाङ भिडियो स्टार्ट गर्न गइराखेको छौँ ल साथीहरू तपाईँहरूले नि हेरेर साथ दिनु होला है के बेबी यस्तो अब बेबी आफू त नेपाली हो कि नेपाली स्टाइलले बेबी यी बेबी यसो गर्ने हेर त बेबी यसलाई यता राख्ने बेबी सानो यसो गर्ने यी सानो फर्स्ट बाइट सानो कोदोको खाएन साथीहरू मलाई चाहिँ के भएको स्लित्तै जाँदैन चपाइ चपाइ निल्नुपर्छ है मेरो चाहिँ ल बेबी आजको भिडियो सानो यस्तो छ सानोहरू चिल्ली म चाहिँ यहीँ राखेर खान्छु है चिल्ली चाहिँ चाहिने रहेछ सानोहरू चिल्ली चाहिँ चाहिने रहेछ आउनुहोस् तपाईँहरू पनि खानुहोस् मिठो मानेर यो चिल्लीलाई चाहिँ चेप्टा पारेर माचाक मुचुक बनाउने हो झोलमा यहाँ हेर्नु है म यो खाएको यसो गर्ने हो अनि सानो सानो यी सानो सेकेन्ड बाइट यो चाहिँ ल सानो स्पेसली यो मेरो गथन चाहिँ राम्रै राम्रै नानीहरूको लागि ल भन्दै कोदो स्टाइलमा कोदो हानिँदैछ यस्तो पनि छ है साथीहरू
एक्स्ट्रा पनि छ है। सानो मिठो छ। सानो कति मिठो मिठो। लोकल कुखुरा अनि सानो मिठो लोकल हुँदैन कुखुराको तिते अनि मैले पकाएर देखाएको थिएँ त्यो खाएको साथीहरू पेट त कस्तो फुल हुन्छ त हौ के भएको। ल राम्री सानुहरूलाई कतिको ढिँडो मनपर्छ भने कमेन्ट गर्नु होला है, कमेन्ट सेक्सनमा गएर। आफू त नेपाली स्टाइलमा हानिँदैछ कि गाइस। स्टार्ट। सानोहरूलाई ढिँडो कतिको मनपर्छ कि नि, ढिँडोसँग खोर्सानी टोक्न नमिल्ने यी मिचेर सानोहरू झोलमा यी रडाकी मिच्नुपर्छ होइन यसरी। अब चाहिँ ढिँडोको पालो सक्यो साथीहरू, अब चाहिँ भातको पालो। सुनको थालमा सुनको बटुकामा भात खाएको झन् आज कस्तो ग्यास भयो क्या गाइसहरू। मासु चाहिँ खानै बिर्सेछु क्या, मासु खान बिर्सेको रहेछु, त्यही भएर अब खाँदैछु साथीहरू। यो चाहिँ भात अब ढिँडो सकेर। दामी हो र खोइ। साँच्चै मलाई त आँसु निकाल्दियो यो पिरो, यहाँनिर पिरो भयो। फाइनली साथीहरू हामीहरूले बुढाबुढीले खाना खाएर भ्याएको छौँ। अब हाम्रो साथीहरू अझै छन् दुईजना भाल्टाङ गुल्टुङहरू, उनीहरूले खाना बाँकी छ। ल भन्दै आजको भिडियोबाट छुट्टिन चाहन्छौँ। बाई बाई। आजको हाम्रो भिडियो कस्तो लाग्छ हजुरहरूलाई अब फर्स्टदेखि नै जस्तो लाग्छ त्यस्तै कमेन्ट गरिदिनु होला र नराम्रो कमेन्ट नगरिदिनु होला। र आजको भिडियो हामीले फर्स्टदेखि जस्तो हिसाबले हामीले नेपाली हिसाबले बनाएको छौँ। र आज कोदोको ढिँडो थियो, लोकल चिकन थियो होइन, त्यसमा तिते थियो, के थियो होइन, जे थियो लोकल चिकन कुखुरा जे भयो नि एउटै हो। एनीवान जे भयो भने त्यो सेम लाइक सेम नेम हो, सेम चिज हो होइन भन्दै आजको भिडियोबाट छुट्टिन चाहन्छौँ। बुझ्नु नबुझ्नु मिलाएर बुझिदिनु होला साथीहरू भन्दै छुट्टिएर म चाहिँ कुदिहालेँ। बाई बाई। नेपालबाट ल्याएको कोदोको ढिँडो। खाइसक्यो नि त्यति लिहाल खाना आउनुहोस् है साथीहरू। कोदो इज माई फेभरेट साथीहरू। होइन भात जसरी नै कम यात्रु ग्यास हाल्दैन तँ त खत्रै मान्छे होइन र। ढिँडो एउटै हो कि, ढिँडो भने पनि जे भने भातै त हो नि यो पनि।
एकचोटि हाल्छ होइन अघि हटी गएको अरे गोला बारुदहरू गर्छ खोर्सानी नखाने भाइ प्याज जुन खोर्सानी खाने भने खाऊ एक एकवटा म खाँदिनँ अहिले खोर्सानी त बाख्राले खान्छ यो ढिँडो होइन अनि यो ढिँडोसँग खाने कुखुरा काट्दाखेरि साथीहरू मेरो के भइरहेछ हालत भन्ने कुरो अब म देखाउँछु यहाँ हेर्नु है यहाँ हेर्नु त साथीहरू है कस्तो भइरहेछ मेरो हातमा म देखाउन चाहने थिइनँ कि तर यो अत्याचारै भएको छ क्या यो ढिँडो र कुखुरा बनाउँदाखेरि ल हेर्नु त बाफ्रे यो के भएको होला त साथीहरू फटाफट ल हेर्नुहोस् त है माथि मलाई भएको माथि म खान सक्दिनँ त्यो नाम भात खाँदैछु भाइ भात खाने कि ढिँडो खाने भन्नु म ढिँडो खान्छु आज कति खान्छ म दिन्छु आज तिमीले तिम्रो रहर पुग्ने गरिदिन्छु यो चाहिँ ढिँडो उता सानो न अर्को सानो सानो तिमी चाहिँ छिटो गरेर आऊ ल